एभ्रिवान सेवाहरू नमस्ते तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। म चाहिँ पास्तरबाट नुमा लिम्बू। आशा छ तपाईहरु एकदमै सन्चै हुनुहुन्छ र म पनि एकदमै सन्चै छु। आज पनि मैले भिडियो स्टार्ट गरिरहेको छु किनभने आज चाहिँ म कोदो रोप्न जाँदैछु मेरो बारीमा। त्यही भएर मैले आज भिडियो बनाएको। आज चाहिँ म तेर्सो जाँदैछु। हिजो अस्ति चाहिँ खेतमा जानुपर्ने थियो नि त, खेतमा चाहिँ ओह्रालो जानुपर्ने हुन्छ। बारीमा चाहिँ हाम्रो बारी चाहिँ त तेर्सो छ, त्यही भएर म चाहिँ आज तेर्सो जाँदैछु। तेर्सो हिँड्नु त सजिलो हुन्छ नि साथीहरू। अनि यता देख्न सक्नुहुनेछ मेरो गाउँ। अनि अहिले चाहिँ चिया डाँडामा छु। हामी चाहिँ चिया डाँडा हुँदै जानुपर्छ हाम्रो बारीमा। अनि यो हाम्रो घरबारी हो। अनि साथीहरू अहिले चाहिँ म बारीमा नै आइपुगिसकेँ। मेरो बारी देखाउँछु ल तपाईहरुलाई। यही हो हामीले कोदो रोप्नु पर्ने बारी चाहिँ। यता तल अझै तल जानुपर्ने हुन्छ। म चाहिँ जाँदै देखाउँछु ल। बर्खा मासमा यस्तै हुन्छ साथीहरू, काम भने कति हुन्छ कति। अनि अस्ति म धान रोप्न गएँ नि, धान रे भित्ता तास्न गएँ नि खेतमा। त्यो चाहिँ तल हो, तल हाम्रो यहाँदेखि चाहिँ पुछार गाउँ सबै देखिँदो रहेछ। हाम्रो एउटै समाज हो, हामी आफ्नै दाजुभाइहरू बस्छौँ एउटै थरीहरू। तल पुछारदेखि माथि हुँदै यहाँदेखि नै मेरो घर देखिँदैन रहेछ साथीहरू। अझै उता हो, यहाँ जङ्गलले छेकेको छ। अनि म चाहिँ जाँदैछु। यो बारी चाहिँ अघि बिहान हामीले झारहरू उखालेको हो। ठुलो भाइ, सानो भाइ, म तीनजना भएर तलदेखि गोरी ल्याएको। यहाँ झार हात्ती उखालेको छौँ। अब चाहिँ म बारीमा नि आइपुगिसकेँ। मल थोरै लगाउँछौ अरे। म चाहिँ अब यो ओह्रालो नै झिकिराखेर बिहार लिन जानुपर्ने हुन्छ। यो चाहिँ मेरो ओह्रा हो, मेरो रेनकोट। अनि यो पिरा हो बिहार उखाल्नु पर्ने। अनि यो कचिया यहीँ राखेको छ। यो कचिया थियो कि साथीहरू, अघि बिहान मैले नै टुप्पो भाँचा आएछु, म थाहा नै भएन। मैले हेर्दा पो टुप्पो छैन। अनि यहाँ छ जाँड, यो चाहिँ मैले बोजूले ल्याइदिएको। बोजू यतै मेलोमा हुनुहुन्छ नि त, अनि बोजूले खाना यतै ल्याइदिएको। यो सर्ट चाहिँ मैले लाउनु पर्ने हुन्छ। म चाहिँ बिहार लिन जान्छु। बोजूको खाना बोकेर ओह्रालो जानुपर्ने हुन्छ फेरि। यो चाहिँ रोड हो फेरि। यता चाहिँ फेरि हाम्रो खेत हो। यहाँदेखि माथि चाहिँ यहाँ 3 घर छ। अनि यता यहाँ माथि, अनि माथि चाहिँ बारी हो, त्यहाँ चाहिँ कोदो रोप्नु पर्ने हुन्छ। यता खेतमा चाहिँ हामी धान रोप्छौँ यो खेतमा। तर मकै अब पाकेपछि झिकेर मात्रै धान रोप्नु पर्ने हुन्छ। मकै नि पाक्न लागिसकेछ साथीहरू। अनि यो मकै झिकेर फेरि भित्ता तासेर रोप्नु पर्ने हुन्छ धान। हेर्नुहोस् हाम्रो मकै। बोजू हाम्रो खेत मकै बारी। यो मकै कहिले पाक्ने, कहिले झिक्नु, कहिले भित्ता तास्नु, कहिले धान रोप्नु, है यस्तै छ साथीहरू। गाउँघरमा जति काम गरे नि सक्दैन, नगरी नि हुँदैन। काम नगरौँ भने त हाम्रो आमाले त नगरी देश पठाउँछु भन्नुहुन्छ। नगरी देश कहाँ छ, तिमीहरू त्यही जाऊ भन्नुहुन्छ। नगरी देश त हुँदैन है साथीहरू। विदेश गएर नि दुःख नै गर्नुपर्ने हो, काम नै गर्नुपर्ने हो। आफ्नो स्वदेशमा नि कामै गर्नुपर्ने हो है।
कुन बाटोमा चाहिँ म चाहिँ ढिलै उफ्रिँदै जाँदैछु कि यता ढिल यहाँ चाहिँ बोजूले ब्याड्ने उखालिसक्न आँट्नु भएछ है। ब्याड उखाल्दै हुनुहुन्छ। बोजू खाना मेरो बोजू चाहिँ उहाँ नै हो। साथीहरू अब चाहिँ मैले यो बिउ लानुपर्ने हुन्छ माथि बारीमा। अब चाहिँ खेतालाहरू पनि आउन लागिसक्यो, त्यही भएर म बिउ चाहिँ माथि लान्छु। अब म बिउ ओसार्छु एकछिन। अहिले चाहिँ मैले बिउ लगेर जाँदैछु बारीमा साथीहरू। उकालो हिँड्नसम्म सक्नै सक्दिनँ, त्यो नि भारी बोकेर है यो उकालो। मैले चाहिँ बिउ बारीमा नि पुऱ्याइसकेँ अनि भाइहरूले चाहिँ खाँदैछन्। पछाडि हुनुहुन्छ रोप्नेहरू, खेतलाहरू नि आइसक्नु भएको छ। अब फेरि म बिउ एक भारी ल्याउँछु अनि मात्रै म नि रोप्न थाल्छु। साथीहरू हामीले चाहिँ कोदो नि रोप्यौँ होइन, 2-3 घर रोप्यौँ। अब म चाहिँ खाजा बनाउनु जानुपर्ने हुन्छ। खाजा बनाउन चाहिँ म घरमै जान्छु, त्यही भएर म चाहिँ घर लागेको। अब खाजा ल्याउनु पर्यो, खाजा खाने टाइम पनि हुन लाग्यो नि त, त्यही भएर म चाहिँ खाजा बनाउनु गएको। पानी पर्ला जस्तो नि छ मौसम। कोदो रोप्दा त नपर्दिए राम्रो हुन्थ्यो है, हिलो हुन्छ नि त अनि सिक्सिका हुन्छ, सबै माटो टाँसेर हातमा आउँछ। फेरि मेलो पनि सर्दैन नि त यो कोदोमा, एउटा रोपेर बारी भराउनु पर्ने हुन्छ, त्यही भएर मेलो नि सर्दैन। साथीहरू अहिले चाहिँ म घर नै आइपुगिसकेँ। अब मैले चाहिँ खाजा बनाएर लानुपर्ने हुन्छ। म चाहिँ आज खाजा चाहिँ चटपटे बनाएर लान्छु। साथीहरू मेरो खाजा चाहिँ रेडी भइसकेको छ। मैले चाहिँ चटपटे बनाएँ खाजा, अनि अब यहाँ लाउँछु अनि जान्छु। ढिलो भइसक्यो, के गर्दा ढिलो हुन्छ हौ साथीहरू। फाइनली साथीहरू म चाहिँ बारीमा आइपुगिसकेँ। अब खाजा चाहिँ कहाँ, यता गोठमा दिनु कि तल लानु, म यहाँदेखि कराउँछु आमाले। आमा खाजा कहाँ ल्याउनु? यतै माथि? ए ल आउनु, बोजूलाई पनि बोलाउनु, तल लगिदिनु। ल प्लास्टिक पनि ल्याउनु है। हामी चाहिँ खाजा खाएको ल साथीहरू। हामीले चाहिँ जाडो पातलो भयो। साथीहरू हामीले चाहिँ खाजा नि खाइसक्यौँ। अब हामी चाहिँ फेरि काममा लाग्नुपर्ने हुन्छ। आज चाहिँ हाम्रो मेलो सकेन। कोदो रोप्नु त एक दिन सक्दैन नि त, अझै 5-6 दिन लाग्छ सक्नु, त्यही भएर हामी बिस्तारै रोप्छौँ। मेलो पनि सर्दैन फेरि कोदो रोप्नुमा। अनि हामी चाहिँ फर्किँदैछौँ। अहिले चाहिँ बेलुका भइसक्यो, हामी चाहिँ जाँदैछौँ। अहिले चाहिँ साथीहरू म चाहिँ मेरो भिडियो यही इन्ड गर्न चाहन्छु। लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। बाइ बाइ।